Blooming Gel Theory by Shrew Mom. जस्तै ब्लुमिङ जेल गर्दाखेरि चाहिँ ब्लुमिङ भनेको त थाहा छ सबैलाई केको लागि युज हुन्छ ब्लुम गर्नको लागि युज हुन्छ हैन सो यो स्पेशली अहिले हरेक प्राय आर्टहरू हामीले जस्तै मार्बल्सहरू पनि पहिला पहिला हामीले एसिटोन युज गरेर गर्थ्यौँ भने अहिले चाहिँ सिम्पली ब्लुमिङ जेल युज गरेर गर्छौँ हैन यदि तपाईँहरूसँग ब्लुमिङ जेल नै छ भने ठिक छ तर यदि तपाईँहरूसँग कहिलेकाहीँ ब्लुमिङ जेल छैन भने तपाईँहरूले कहिलेकाहीँ बेस कोट कहिलेकाहीँ टप कोट ब्लुमिङ गर्नको लागि के गर्छौँ हामीले प्रोडक्ट लगाउँछौँ अनि त्यसलाई के गर्छौँ सुकाउँछौँ त्यसको माथि राख्छौँ ब्लुम गर्छौँ देन आफ्टर क्योर गर्छौँ राइट सो अब बेस कोट र टप कोटमा चाहिँ कन्फ्युजन हुनसक्छ होइन जस्तै हामीले नै यहीँ एकाडेमीमा पनि कहिले बेस कोटले गर्न लगाएर आउँछ कहिले टप कोटले गर्न लगाएर आउँछ होइन सो इट डिपेन्ड्स जस्तै तपाईँहरूले कुन ब्रान्ड चलाइराख्नु भएको छ भन्ने कुरामा चाहिँ डिपेन्ड हुँदै ब्लुमिङ जेल नै छ भने भइहाल्यो यसमा कुनै पनि ब्रान्डको कुरा आउँदैन होइन जस्तै कहिलेकाहीँ जस्तै ब्लुमिङ जेल चाहिँ हामीले जेलिसको चाहिँ बेस कोटमा ब्लुम हुन्छ भने मेसियरको चाहिँ टप कोटमा ब्लुम हुन्छ बेस कोटमा ब्लुम नै हुँदैन बुझ्नुभयो त्यही भएर एज अ ब्लुमिङ जेल तपाईँहरूले बेस कोट पनि युज गर्न सक्नुहुन्छ फर ब्लुमिङ कहिलेकाहीँ टप कोट पनि युज गर्न सक्नुहुन्छ तर यो चाहिँ केमा फरक पर्न जान्छ ब्रान्डमा बुझ्नुभयो यदि ब्लुमिङ जस्तै म चाहिँ ब्लुमिङ जेल भन्दा पनि म चाहिँ बेस कोटमै प्रिफर गर्छु कि किनभने ब्लुमिङ जेलको कन्सिस्टेन्सी चाहिँ यसको भन्दा ब्लुमिङ जेल चाहिँ अलिकति थिक हुन्छ क्या बुझ्नुभयो थिक हुन्छ अनि एकदमै चाँडो ब्लुम गरिदिन्छ धेरै नै जस्तै ब्लुमिङ फ्लावर त कहिले एउटा पेटल चाहिँ अलिकति ठुलो जस्तो भइरहेको हुन्छ भने बेस कोटहरूले चाहिँ अलिकति बिस्तारै गर्छ तर इक्वलमा गर्छ अनि यो चाहिँ अलिकति थिक भएको कारणले गर्दा पनि अलिक चाँडो चाहिँ भएको हो तर राम्रो ब्लुमिङ जेल पनि दिन्छ तर कहिलेकाहीँ चाहिँ तपाईँले छैन भने बेस कोट आइदर टप कोटबाट गर्न सक्नुहुन्छ बुझ्नुभयो यसमा कन्फ्युजन छ बेसको चाहिँ जेलिसको भन्नुभएको जेलिसको 650 वाला ल फेरि 450 वालामा चाहिँ होइन है